दर्शकवृन्द नमस्ते। कुरा चौतारीको अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आजभन्दा करिब 63 वर्ष अगाडि बाबा रणबहादुर र आमा रणमायाको कोखबाट भुटानको चिराग जिल्ला बुढीचु गाविसमा जन्मनुभएका रामलाल घिमिरे, जसलाई मार्कोस पनि भनेर चिनिन्छ, हाल उहाँ क्यानाडाको ओन्टारियो प्रोभिन्स अन्तर्गत किचनरमा बस्दै आउनुभएको छ। आज म उहाँसँग उहाँले भुटानमा बिताएको बाल्यकाल र भुटानमा रहेका नेपालीहरूको अधिकारका बारेमा गरेको उहाँको सङ्घर्ष र आफ्नो जीवन सङ्घर्षका बारेमा कुराकानी गर्नेछु। स्वागत छ तपाईँलाई कार्यक्रममा। धन्यवाद, नमस्कार। अनि आराम हुनुहुन्छ? आरामै छु हजुर। अनि तपाईँको पुस्ता नेपालबाट तपाईँको हजुरबुवा पुग्नु भएको थियो, 3 पुस्ता भयो तपाईँहरू त्यहाँ पुग्नु भएको, होइन? हजुर, 3 पुस्ता। अनि तपाईँको हजुरबुवा कसरी पुग्नु भएको रहेछ त्यहाँ? मेरो हजुरबुवा चाहिँ अब नेपालमा दुःख भएको कारणले सिक्किम, आसाम, जहाँ राम्रो कुरा पाइन्छ, जहाँ असल पाइन्छ खोज्दै जानु हुँदाखेरि भुटानमा जमिन खुलेको थाहा पाएपछि भुटानको उहाँ प्रवेश हुनुभएको रहेछ। अनि उहाँसँग चाहिँ उहाँको जेठन, बहिनी अनि उहाँ आफै मात्रै जानुभएको अनि रहेछ। अनि त्यहाँ त्योभन्दा पहिला नेपालीहरू थिएनन् भुटानमा त्यतिखेर? यसै त भन्न सकिन्न, त्यहाँ पहिले अरू पनि नेपाली गएको थियो होला। मैले भन्नुपर्ने कुरा मेरो हजुरबाको चाहिँ पहिलो हाम्रो पुस्ता हो, उहाँ जानुभयो। भनेपछि तपाईँ सहित 3 पुस्ता हुनुभयो त्यहाँ? म सहित 3 पुस्ता हुनुभयो। अनि त्यहाँ नेपालीहरूको बस्ती कस्तो थियो त्यति बेला? सानो सानो झुन्डमा बस्थे कि एकै ठाउँमा बस्ने थियो कि कस्तो थियो बस्ती? त्यो केही सम्झना छ तपाईँलाई? केही भन्नुभएको थियो? झुन्डमा चाहिँ होइन, उहाँ त्यहाँ भुटान सरकारले जमिन दिएको थियो, जङ्गल फाँडेर बस्नुपर्ने भएको कारणले गर्दा त्यति बेलाको समयमा उहाँहरूले जति सक्दो त्यो एरिया क्याप्चर गर्न खोजिरहेको भएको थियो। अनि झुन्डमा होइन, अलग अलग बस्नुहुन्थ्यो। अनि त्यसरी फाँडेर लिएको जग्गामा चाहिँ तपाईँको कागजपत्र हुन्थ्यो त्यतिखेर कि हुन्थेन? कस्तो केही थाहा पाउनुभयो तपाईँले? पहिले हजुरबाको पालेमा चाहिँ के थियो मलाई थाहा भएन, तर अलिक पछाडि त्यहाँको सरकारले कुनै ठाउँमा मान्छेहरूलाई बोलाएर अनि सोधेर तेरो जमिन कति छ, कुन ठाउँमा छ भनेर सोध्नुहुन्थ्यो। अनि उहाँले केही कागजपत्र दिनुहुन्थ्यो। अनि त्यो कागजपत्र दिने समयमा चाहिँ त्यो घरको एउटा नम्बर हुन्थ्यो, त्यसलाई चाहिँ थाम नम्बर भन्थे। अनि त्यो दिएको कारणले ठिक्कै ठाउँ पत्ता लाग्थ्यो। त्यो चाहिँ ठेगाना जस्तै थियो? ठेगाना जस्तै हो। अनि त्यो जग्गा चाहिँ पछि किन्ने बेच्ने पनि गर्न पाइने गरी कागजपत्र बनाइदिएको थियो त्यतिखेर नेपालीहरूलाई? नेपालीहरू त्यति बेला एक अर्का ठाउँमा सर्थे पनि बसाइ सरेर जान्थे मन नपरेपछि, र त्यो किनबेच चाहिँ चल्थ्यो त्यति बेला पनि। अनि त्यो जग्गा किनबेच गर्दाखेरि सरकारी कार्यालयमै गएर गर्नु पर्थ्यो कि त्यो आफै बिचमा मात्रै हुन्थ्यो? के थियो, केही सम्झना छ तपाईँलाई? मैले थाहा पाए अनुसार व्यक्ति मिलेर किनबेच गर्थे, उनीहरू आफै दाम काम गर्थे। अनि नाम सारी गर्नको लागि चाहिँ अफिसमा जानु पर्थ्यो। अनि तपाईँ भुटानमै जन्मिनुभयो, होइन? आजभन्दा करिब 63 वर्ष अगाडि। तपाईँको बाल्यकालको बारेमा अलिकति बताइदिनुहोस् न, कस्तो थियो तपाईँको बाल्यकाल? मेरो हजुरबा त्यहाँ जब जानुभयो त्यस पछाडि मेरो बुवा जन्मे। बुवा जन्मेपछि मेरो हजुरबुवालाई चाहिँ त्यति बेला सुन चाँदीको काम गर्ने भएको कारणले अलिक धनी हुनुहुन्थ्यो, घिमिरे महाजन भनेर भन्थे अरे। तर बुवा अलिक ठिकै लेभलमा हुनुहुन्थ्यो। अनि त्यो ठाउँमा चाहिँ पहिलेको त्यो फुल खरानी चाहिँ सबै उन्नति खाइसके पछाडि उन्नति कम्ती, सबै कुरा कम्ती हुँदै गएपछि हाम्रो जीवनमा चाहिँ दुःख आउन थाल्यो। खानको लागि दुःख, वर्षभरि नपुग्ने काम, 12 घण्टा 24 घण्टा गर्नुपर्ने हुन्थ्यो। अनि तपाईँको परिवारमा को हुनुहुन्थ्यो? कतिजना भाइ बहिनी, कतिजना दाजु? मेरो परिवारमा खासै गरी मेरो बुवाको 2 जना आमाहरू हुन् भनेर
भन्नुहुन्थ्यो। मैले हुँ। ठुलो आमालाई देखिनँ। ठुलो आमापट्टिको 2 जना दाजुहरू हुँ। अनि मेरो आमापट्टिको 5 जना दाजुभाइ हुँ। अनि 5 जनै दिदीबहिनी। अनि 5 जना 10 जना भन्नुभयो। हजुर। अनि जन्मेकै त्यति कि जन्मेर पनि नरहेको अरू? होइन, त्यो ठाउँमा यस्तो पनि थियो, जति बेला त्यहाँ त्यो जन्मिने क्रम चाहिँ कन्टिन्यू चलिरहन्थ्यो अनि त्यहाँ औषधि केही कुराको त्यो पुरा नभएको कारणले गर्दा कि अथवा ज्ञान नभएको कारणले गर्दा हो कि नानीहरू जन्मिन्थे, मर्थे। अनि कति भाग्यवश कोही बाँचेका चाहिँ हामी हौँ भन्नु पर्छ। भनेपछि त्यतिखेर औषधि उपचार गर्ने यताउता त्यस्तो केही पनि थिएन त्यहाँ? त्यो त थिएन, तर हामीले ठुलो विश्वास गरेको भनेको चाहिँ धामी झाँक्री लाई नै अब खेताला तिरेर विभिन्न कुरा गरेर उसलाई हामी आफ्नो पक्षमा बनाइराख्थ्यौँ अनि भन्ने बित्तिकै आएर गरिदिन्थ्यो। भनेपछि कोही बिरामी भयो भने धामी झाँक्री बोलाउनु पर्ने अवस्था थियो। अनि के नेपालीहरू नै हुन्थे धामी झाँक्रीहरू त्यहाँ? नेपालीहरू नै हुन्थे। अनि त्यो नेपालीहरू त्यो धामी झाँक्री पनि कोही जङ्गलीका धामी, कोही कुलका धामी, बहुत खालका धामीहरू हुन्थे। अनि कुन बिमारी भएको छ त्यो यो गरेर जानु पर्थ्यो। जुन बिरामी भएको छ त्यसैको धामी कहाँ जानु पर्यो? अनि जस्तै तपाईँ अब 5 भाइ 5 बहिनी भन्नुभयो। हजुर। अनि त्यति बेला पढाइ लेखाइ गर्ने चलन कस्तो थियो? स्कुलहरू थिए नजिक अथवा थिएनन्? त्यति बेला चाहिँ फ्याट्टै स्कुल चाहिँ थिएनन्। म जन्मेकै बेलामा बाउको पालामा चाहिँ भनौँ अलि पछाडि, म जन्मेर अलि पछाडि चाहिँ स्कुल चाहिँ सानो सानो कटेरो जस्तो बनाएर स्कुलहरू पढाउन थालेको थिए। अनि त्यो स्कुल सरकारले बनाइदियो कि नेपालीहरू नै बनाएको स्कुल कस्तो थियो? त्यो चाहिँ त्यो सरकारसँग केही थियो कि थिएन मलाई थाहा छैन, तर नेपालीहरूले त्यो आफै बनाएर ठिक्क सानो ठाउँ जग्गा हेरेर बनाएर त्यो बनाएको ठाउँ हो। अनि पछाडि चाहिँ सरकारले पनि त्यसमा सहयोग गर्यो। नेपालीहरूले सुरु गरे अनि त्यसपछि त्यहाँको सरकारले पनि अनि टिचरहरू सबै पठाउने। अनि त्यहाँ तपाईँ कति वर्षको उमेरदेखि तपाईँ स्कुल जान थाल्नुभयो? म चाहिँ साँच्चै भन्दाखेरि अलिक ठुलो उमेर भएर स्कुल जान थालेको। किनभने पहिले मेरो बाउको दाजुहरूको त्यो मन थिएन होइन, उनीहरूको ज्ञानै थिएन। किनभने स्कुल आउनुपर्छ, स्कुल पढ्नुपर्छ। त्यति बेला चाहिँ बुवाले भन्थे पढी गुनी के काम, हलो जोती खानमा भनेर भन्नुहुन्थ्यो। अनि त्यस कारणले गर्दाखेरि हामीले त्यो स्कुल जाने सोचेनौँ पनि, बाबुआमाले पनि सोचेन, पठाउने योजना पनि गरेन। बिस्तारो त्यति बेला बाउ वरिपरिका मान्छेहरू कोही भाइ बहिनीहरू स्कुल जान थाले, उनीहरूले स्कुल पढ्न थाले। अनि मेरो ठुलो दाजुको दिमागमा चाहिँ एउटा भाइ त पढाउन, मेरो ठुलो दाजुको नाम लोकनाथ हो, उसले पढाउन एउटा भाइ, सबैका पढेका छन् भनेर उहाँले स्कुल लाने इच्छा गर्नुभयो। त्योभन्दा अगाडि चाहिँ मैले बाबुआमाको पछाडि खेती कमाइ, गाई बाख्रा चराउने हेर्ने काम नै गर्थे। त्योभन्दा त्यसो भए तपाईँको अरू दाजुभाइहरूले चाहिँ पढ्न पाउनु भएको थिएन? अरू दाजुभाइले पढ्न पाउनु भएको थिएन। त्यो अरू मभन्दा मसिना भाइ बहिनीले पनि त्यति पढ्न पाएनन्। अनि त्यहाँ स्कुल भर्ना हुने बेलामा त्यहाँको टिचरलाई चाहिँ त्यहाँको गुरुलाई चाहिँ त्यही भेटी चढाएर एडमिसन हुने अथवा भर्ना हुने भन्ने चलन रहेछ नि, त्यो के हो अलिकति बताइदिनुहोस् त? कसरी हुन्थ्यो त्यो? त्यो चाहिँ के छ भने मैले आफै भोगेको कुरा चाहिँ मेरो दाजुले मलाई स्कुल पठाउने घरमा सल्लाह गर्नुभयो। अनि मलाई चाहिँ घरमा सबैले अन्तरे भाइ मध्येको अन्तरे हुँ, अनि अन्तरेलाई पठाउनुपर्छ स्कुल भनेर भन्नुभयो। भोलिपल्ट दाजुले 1 माना चामल 1 रुपियाँ पैसा लिएर स्कुल पढाउनु भयो। अनि यसको नाम के हो भनेर सरले सोद्धा चाहिँ दाजु अकमकिनु भयो, के गर्नु भनेर। अनि दाजुले भन्नुभयो रामलाल। अनि मेरो नाम चाहिँ
दाजुले स्कुलमा दिएको नाम रामलाल हो। त्योभन्दा अगाडि हाम्रो गन्ती हुन्थेन। अनि त्यो भेटी चाहिँ कसलाई त्यहाँको हेड सरलाई दिनुपर्ने कि कसले के रहेछ त्यो? हामीले लगेर मैले थाहा पाएको चाहिँ हामीले लगेर ठ्याक्कै जो सरले नाम लेखिदिनु भयो उहाँलाई नै दिउँ हामीले। ए नाम लेखिदिने। अनि त्यति बेला तपाईँको उमेर कति जति थियो? लगभग 9 देखि 10 वर्षको थियो। ए 9-10 वर्षको उमेरमा चाहिँ स्कुल सुरु गर्नुभयो तपाईँ? हजुर। अनि कति एक कक्षाबाट सुरु गर्नुभयो? एक कक्षा भन्दा पनि त्यहाँ इन्फेन्ट ए, इन्फेन्ट बी अनि मात्रै एक कक्षा हुन्थ्यो। तर मैले इन्फेन्ट ए देखि नै सुरु गरेको मलाई। ए तपाईँ चाहिँ 10 वर्षको भए पनि त्यो इन्फेन्ट ए बाटै सुरु गर्नुभयो? ए बी दुईटै पढ्नुभयो तपाईँ? त्यति बेला उमेरको केही कति उमेरमा लाग्नुपर्छ भन्ने पनि थिएन। कति ठाउँमा चाहिँ मभन्दा ठुला पनि लागेका थियो होला। त्यति बेला म चाहिँ 10 वर्ष 9 वर्षको थिएँ होला। ए भनेपछि तपाईँ 9 वर्षको भए पनि त सुरुबाटै पढ्नुभयो। भनेपछि तपाईँको त्यहाँ पढ्ने साथीहरू त तपाईँभन्दा साना थिए होला प्रायः अरू? धेरै साना कोही चाहिँ एकदमै साना, कोही चाहिँ यो मभन्दा साना नै थिए सबै। तपाईँ त्यो क्लासको सबैभन्दा ठुलो नै हुन्थ्यो होला सायद? म त्यो क्लासको होइन, म क्लास 1 को जत्रै हुँदा केटाहरू जत्रो हुँदाखेरि चाहिँ म इन्फेन्ट एमा थिएँ। ए अनि त्यहाँ कतिसम्म थियो त्यो स्कुल? त्यो स्कुल चाहिँ पहिले 1 सम्म बनाए, त्यस पछाडि 3 सम्म बनाए, अनि अलिक पछाडि चाहिँ त्यो स्कुल मैले अन्तिम पढ्दा चाहिँ 5 सम्म थियो। ए 5 सम्म थियो। अनि त्यहाँ सबै नेपालीकै छोराछोरी पढ्ने स्कुल थियो त्यो? त्यो नेपालीकै थियो। त्यहाँ अरू जातिहरू थिएनन्। नेपाली नै, अब नेपालीका विभिन्न जातिहरू नै त्यहाँ पढ्थे। ए भोटेहरू त्यहाँ वरिपरि कोही पनि थिएनन्? अनि तपाईँले त्यहाँ कति 5 क्लाससम्म पढ्नुभयो? हजुर। अनि त्यहाँ पढाइ के विषय पढाइ हुन्थ्यो त्यतिखेर? त्यहाँ चाहिँ इङ्ग्लिस पनि हुन्थ्यो, नेपाली पनि हुन्थ्यो, हिसाब पनि हुन्थ्यो, अनि जङ्खा पनि हुन्थ्यो। जङ्खा भनेको त्यहाँको स्थानीय भाषा। जङ्खा भाषा भने चाहिँ त्यहाँको राष्ट्रिय भाषा, राष्ट्रभाषा चाहिँ। हजुर। अनि त्यो जङ्खा भाषा पढाउन नेपालीहरू नै हुन्थे कि त्यहीँका मान्छेहरू हुन्थे? होइन, नेपाली हुन्थेनन्। त्यहाँका माथिकै जो जङ्खा पढेका बोलिने मान्छेहरू नै आएर पढाउनुहुन्थ्यो। अनि त्यहाँको लेटरहरू पनि भिन्दै हुन्छ, नेपाली भन्दा इङ्ग्लिस भन्दा भिन्दै हुन्छ। लेख्न जान्ने मान्छे नै थिएनन्, तर माथिबाटै आउनु पर्थ्यो। ए त्यो पढाउन माथिबाटै आउनु पर्थ्यो? अरू विषयहरू नेपाली नै पढाउनुहुन्थ्यो? अरू चाहिँ नेपाली, अनि कोही अलिक पछाडि चाहिँ इन्डियन टिचरहरू पनि आउन थालेका थिए। क्लास 3 सुरु भएपछि त्यहाँ अब भर्खर अलिअलि पढेकाले पढाउँथे, अनि अलिक क्लास बढ्दै गएपछि अरू नयाँ टिचरहरू पनि हालेको थिए। अनि त्यति बेला के किताबहरू हुन्थ्यो पढ्ने तपाईँहरूको लागि? त्यति बेला घरमा चाहिँ हामी त्यो एउटा पार्टीले गर्थ्यौँ, तर म त्यो किताबहरू चाहिँ होइन। त्यो सानो क्लासमा चाहिँ त्यो अ क ख एबिसिडी 0 1 2 सरले टेबलमा लेखिदिन्थ्यो, खातामा लेख भन्नुहुन्थ्यो, अनि खातामा लेखेर हामी जान्थ्यौँ। तर घरमा चाहिँ अब त्यो धेरै खाता किताब नभएको कारणले पार्टीमा हामी सिक्थ्यौँ। ए त्यहाँ सिकाएको कुरा घरमा पार्टीमा आएर लेख्नुहुन्थ्यो? एउटा खातामा लगेर फेरि ट्राई गर्दाखेरि त्यो मेल्दै गर्थ्यौँ। ए त्यसै गरी तपाईँहरूको त्यहाँ पढाइ हुन्थ्यो? हजुर। 5 क्लाससम्म। अनि तपाईँको पढाइ कस्तो थियो त्यसरी? मध्यम खालको थियो कि तपाईँ पढाइमा कतिको म चाहिँ तेज हुनुहुन्थ्यो अथवा कस्तो हुनुहुन्थ्यो? तेज चाहिँ थिइनँ, मध्यम वर्गीय, नजान्नेमा पनि होइन, जान्ने पनि होइन, ठिकैको मान्छे थिएँ। अनि म खेलकुदमा पनि ठिकै त्यस्तै थिएँ। अनि म स्कुलमा जब भर्ना भएँ, अलिक ठुलो उमेरमा भएको कारणले खेलकुदमा है अलि अगाडि नै अरू केटाहरू सँगसँगै खेल्थेँ। अनि तपाईँ त्यहाँ जम्मा 5 क्लाससम्म स्कुल थियो भन्नुभयो, त्यसपछि तपाईँ के पढाइ छोड्नुभयो कि पढाइ फेरि अन्त गएर पढ्नुभयो, के गर्नु? मैले यसलाई अलिकति स्पष्ट गरेँ। भन्नुहोस्। त्यो 5 क्लास पुग्न चाहिँ एउटा यहाँ अहिले नेपालमा तिर चाहिँ एसएलसी के भन्छ, त्यहाँ चाहिँ कमन इक्जाम हुन्थ्यो। त्यो कमन इक्जाम गर्नु पर्थ्यो, अनि त्यो कमन इक्जामको सबै देखरेख चाहिँ सरकारले आफै गर्थ्यो। अनि म चाहिँ मध्यम वर्गीय भएको कारणले त्यो कमन इक्जाममा चाहिँ पास हुँदिनँ होला भनिरहेको थिएँ।
जब म त्यो कमन इक्जामको रिजल्ट आउट भयो म पास भएँ। अनि त्यस पछाडि चाहिँ अर्को एउटा समस्या आयो। बाहिर पढाउनको लागि अलिकति घरको आर्थिक समस्या। अर्को समस्या चाहिँ अब आर्थिक समस्या भएपछि छोरो बाहिर पढ्न जान्छ भनेदेखि विभिन्न कुराहरू उपलब्ध गराइदिनु पर्ने हुन्छ घरको परिवारले। अनि मेरो बुवाले चाहिँ नपढाउने भनेर भन्नुभएको थियो। तर त्यही सहरमा त्यही स्कुलमा एकजना टिचर हुनुहुन्थ्यो। उहाँले मेरो बुवालाई भन्नुभयो, यो कमन इक्जाम पास गर्न मान्छेले सक्दैन, तेरो छोराले गर्यो, अनि यस्तो छोरालाई पनि किन पढ्न पठाउँदैनस्, के पुगेन भनेपछि बाउ अब टिचरले भनेको कारणले बाउ पनि अलिकति लचकेर मलाई पढ्नको लागि सबै कुरा भनौँ न धेरै कुराहरू जुटाउनु पर्थ्यो। बाहिर जाँदा हामी घरमा बस्दाखेरि हाफिनमा बस्थ्यौँ, केमा बस्थ्यौँ भनेदेखि बाहिर जाँदा अलिकति केही अरूको बराबर अरूका छोराछोरी बराबर ड्रेसहरू किन्नु पर्ने होला है, जुत्ता चप्पलहरू किन्नु पर्ने थियो होला। हजुर। अनि त्यो अर्को त्यहाँबाट छोडेर गएपछि अर्को स्कुल पढ्न जान कति टाढा थियो? लगभग 4 दिनको बाटो। एक दिन त हिँडेर भयो, अर्को दिन गाडीमा, फेरि अर्को दिन गाडीमा, अनि अर्को दिन अन्तिमको दिनमा चाहिँ त्यो स्कुलमा पुगिन्थ्यो। 4 दिनको बाटो हामी गएपछि यसरी अब हाम्रो बुढिचुदेखि डम्फुसम्म हिँडेर आयौँ। त्यहाँदेखि सर्बङसम्म एउटा गाडीमा गयौँ, सर्बङदेखि फुन्चेलिङ गयौँ, फुन्चेलिङदेखि पारो। अनि त्यो कमन एक्जाम पास गर्ने तपाईँ एक्लै हुनुहुन्थ्यो कि अरू पनि 4-5जना कति थिए भन्नुभयो नि तपाईँ? हामीसँग त्यो स्कुलबाट कमन विभिन्न ठाउँमा त्यस्ता सानो सानो स्कुल थियो, त्यो स्कुलबाट हामी 4 जनाले पास गरेको। र 4 जना चाहिँ पढ्न जानुभयो त्यहाँ? हजुर। अनि हाम्रो एकजना 4 जनाको मध्येबाट एकजना बुवाले चाहिँ हामीलाई गाइड गरेर लिएर जानुभएको थियो। अनि तपाईँ त्यहाँ गएर भर्ना हुनुभयो नयाँ स्कुलमा? हजुर। अनि नयाँ स्कुल कतिसम्म थियो? नयाँ स्कुल चाहिँ 12सम्म थियो। त्यो एकदम राजधानीको सामनेको स्कुल हो। त्यो 12सम्म त्यहाँ पढ्न थियो र त्यहाँ जाने मान्छेलाई, बाहिरबाट जाने मान्छेलाई खाने बस्ने सबै कुरा त्यहाँ उपलब्ध थियो। सरकारले नै व्यवस्था गर्थ्यो खाने बस्ने? हजुर। अनि फिस तिर्न पर्थ्यो कि पर्थेन? फिस चाहिँ पर्थेन, तर एउटा बक्खु किन्नु पर्थ्यो। बक्खुको दाम एकदम बढी हुन्छ। अनि जुत्ता चप्ली लाएर जानु पर्थ्यो। अनि त्यो स्कुल पढ्दा मैले एउटै जुत्ता मात्रै लगाएँ त्यो समयमा। तपाईसँग एउटा एकजोड मात्रै थियो जुत्ता? हजुर। अनि त्यहाँ पढ्दाखेरि तपाईँले 12सम्म थियो भन्नुभयो, अनि कति क्लाससम्म तपाईँले पढ्न पाउनुभयो त्यहाँ? 12सम्मै पढ्नुभयो? मैले 12सम्म पढिनँ। मैले यस्तो भयो, ठक्कै मैले त्यो 5 सकेर 6 क्लास जाँदाखेरि त्यो 6 क्लास पनि पास गर्न सकिनँ। किनभनेदेखि म ठक्कै 6 क्लासमा गएर 4-5 महिना पढ्ने बित्तिकै त्यहाँ एउटा मलाई खराब खबर आयो। प्रिन्सिपलले तेरो हजुरआमा छ कि छैन भनेर सोध्नुभयो। मैले भने छैन भनेर भने। अनि उहाँले भन्नुभयो त घर जा भनेर भन्नुभयो। अनि किन जाने भन्दाखेरि मेरो त्यो पात्र भन्ने एकजना हस्टेल वार्डन हुनुहुन्थ्यो, उहाँले भन्छ जा भन्यो। उहाँले पैसा दिनुभयो, सबै कुरा दिनुभयो, बाटो खर्च, अनि उहाँले लगेर गाडीमा चढाइदिनु भयो। अनि बिरामी छ भनेर तपाईँले घर बोलाएको भनेर खबर गर्नुभयो उहाँहरूले? के खबर हो मलाई थाहा भएन। तर चाहिँ त घर जा भन्नुभयो तपाईँको सरले? प्रिन्सिपलले घर जा भन्नुभयो। पात्रले लगेर मेरो हस्टेल वार्डनले गाडीमा चढाइदिनु भयो। अनि मलाई चाहिँ मेरो आफ्नो आमा चाहिँ 2 जिउको हुनुहुन्थ्यो म छोडेर हिँड्दाखेरि। अनि मेरो दिमागले, मेरो आइडियाले चाहिँ त्यो सम्झना भयो, बा आमा पो केही हुनुभयो कि यसरी प्रिन्सिपलले पनि भनेन, हस्टेल वार्डनले पनि भनेन भनेर म सोच्दै म बाटो लागेँ। अनि एक्लै जानुभयो त्यतिखेर तपाईँ? हजुर। म त्यो 4 दिनको बाटो, एक दिन फुन्चेलिङ झरेँ,
अनि भोलिपल्ट सर्बङ आएँ, पर्सिपल्ट डम्फु गएँ। त्यहाँदेखि डम्फुमा पनि एकदम 2-3 बजी पुऱ्याइदिएको थियो गाडीले। त्यहाँदेखि मेरो सर्बङदेखि चाहिँ मेरो भेनाहरू पर्खिरहनु भएको रहेछ। त्यहाँदेखि भेनाहरूले लिएर जानुभयो। अनि जब त्यो हाम्रो गाउँको छेउतिर पुगेपछि चाहिँ फल्नु आएछ भनेर उनीहरूले हल्ला गर्न थालेपछि चाहिँ मलाई थाहा भयो कि हो मेरो यस्तो भएछ भनेर मलाई थाहा भयो। अनि म बुढी छु गएँ। अनि घरमा जाँदाखेरि के आमा बिरामी हुनु रहेछ कि के रहेछ? मलाई घरमा लगिएन, सिधै राति 12-1 बजीतिर पुगेको थिएँ म घरमा। सिधै धारोमा लगियो। धारो भनेको अब हामीले पानी खाने ठाउँ। त्यहाँ लगेर यो केस काटियो, ठुलो बनाइयो, लुगा फेरियो। अनि त्यहाँदेखि घरमा जाँदाखेरि आमा बितेको 7 दिन भइसकेको रहेछ। 7 दिन भइसकेको रहेछ। अनि त्यहाँ राखेँ। अनि त्यो काजक्रिया गर्नमा म सहभागी भएँ। अनि आमा चाहिँ बच्चा पाउने हुनुहुन्थ्यो भन्नुभयो कि त्यही कारणले बित्नु भएको रहेछ आमा कि के रहेछ? यो आमा बच्चा पाउने हुनुहुन्थ्यो। आमाले बच्चा पाउनु भएछ। अनि मलाई केही खाना चाहियो भनेर भन्नुभएछ। जब खाना चाहियो भनेर कसैले त्यो के अरे कुखुरा काटेर केही बनाउँदै गर्दाखेरि आमाले चाहिँ मलाई साह्रो पर्यो, गाह्रो भयो भनेर भन्नुभएको रहेछ। अनि त्यो गाह्रो हुँदै आमा त्यति बेलै बित्नुभएछ। भनेपछि त्यहाँ औषधि उपचार यताउताको केही सम्भावना थिएन, केही गर्ने भएन। अनि तपाईँ त्यो आमा बितिसकेपछि फेरि तपाईँ पढाइमा निरन्तरता दिनुभयो कि फर्केर पढ्न थाल्नुभयो, के गर्नु? 13 दिन काम गऱ्यौँ। त्यहाँदेखि 45 दिन भयो। त्यस पछाडि आमाले एउटा बहिनी जन्माएको रहेछ। बहिनी जीवित थिइन्। ती बहिनीलाई पालपोस गर्नको लागि के गर्ने भनेर त्यहाँ सल्लाह भयो। अनि मेरो काइली भाउजू चाहिँ भर्खरको उसको पनि एउटा नानी थियो। अनि काइली भाउजूलाई जिम्मा लगाइयो। त्यस पछाडि चाहिँ अंश बन्द भयो। बाउले अब म यो सबै जिम्मा लिँदिन, तिमीहरू के गर्छौ भनेर अंश बन्द गयो। अनि बाउले दाजुले मेरो जेठो दाजु चाहिँ अलिक प्रतापी खालका हुनुहुन्थ्यो। उहाँले भनेको कुरा धेरैजनाले मान्थे। अनि उहाँ मिलेर लु गरौँ भनेपछि अंश बन्द गरे। तँलाई यो भाग, तँलाई त्यो भाग। उहिलेका बुवा आमाले जो मैले हस्मी फाँडेर लिएका छ भनेको थिएँ त्यो भाग एउटा पाटो उहाँहरूले हरेकको पासमा दिन थाल्नुभयो। अनि बे नगर, तँलाई चाहिँ 2टा फाइदा भयो। स्कुल पनि पढ्ने तैँ, घरमा काम गर्ने दाजुभाइहरू, अंश पनि तैँ लिने। अनि त्यो अंश दिँदा चाहिँ सबैलाई भन्दा कम्ती सानो भाग चाहिँ मलाई पारिएको थियो। तपाईले पढेको भनेर स्कुलमा खर्च गरेको भनेर। अनि त्यसपछि त्यहाँ अंश बन्द गरिसकेपछि तपाईँ त्यहीँ बसेर काम गर्न थाल्नुभयो कि पढ्न जानुभयो फेरि? मेरो पढ्न जाने इच्छा चाहिँ थियो। तर अंश बन्द गरिसकेपछि बाउले नपढाउने भएपछि त्यो अंश बन्नको भागी चाहिँ कसैलाई दिएर म पढौँ भन्ने मेरो इच्छा चाहिँ थियो। तर त्यो पछाडि चाहिँ के भयो भने मैले अघि नै भनिहालेँ कि हाम्रो परिवारको स्थिति ठिकै हो। अनि कसैले त्यस्तो बढी खर्च गर्न नसक्ने, जेठो दाजुलाई दियो उहाँले पनि नसक्ने, माइलोलाई दियो नसक्ने, कसैले नसक्ने भएपछि म चाहिँ त्यसै त्यो जग्गा पनि छोडेँ, त्यो घर पनि छोडेँ। अनि केही पैसा लिएर चाहिँ म चाहिँ विदेशीय भनौँ न, विदेशीको मतलब राजधानीतर्फ सहरतिर जानुभयो तपाईँ? हजुर। के को खोजीमा जानुभएको थियो तपाईँ सहरतिर? अब मैले त्यति बेला चाहिँ के गर्ने, पढ्न त पढिनँ, आफ्नै बाउले पनि पढाएनन्। म उमेर पनि बेसी नै भयो। अब म काम गर्छु, काम गरेर केही गर्छु भनेर मैले सम्झेको थिएँ। अनि त्यो काम खोज्नको लागि चाहिँ जोसुकैले त्यो बस्तीमा त दिने होइन, सहरै जानुपर्ने। सहरमा जाँदाखेरि सरकारको ढोकामा गएर भन्दाखेरि अप्रिल 5 तारिक पर्खी सब
सबै मान्छेहरूलाई हामीले काम दिन्छौँ, हुँ। त्यो दिनजल पर्खी भनेर भन्नुभयो। हुँ। अनि म चाहिँ अलि अगाडि गएको 15-20 दिन कति अगाडि गएको थिएँ। हुँ। अनि मेरो चाहिँ अब त्यो सहरमा कोही पनि थिएन। हुँ। अनि कहाँ बस्ने भन्दाखेरि बस स्ट्यान्डमा हुँ। बेडिङ केस थियो, सट्ट भित्र पस्थेँ, हुँ। सुत्थेँ। हुँ। दिउँसो उठेपछि खोलामा गएर नुहाइधुवाइ गर्थेँ, हुँ। अथवा कहीँ दोकानमा गएर सानो कुरा खान्थेँ। हुँ। अनि पैसा एकदम नभएको कारणले गर्दाखेरि त्यति बेला चाहिँ मैले सबसे सस्तो कुरा के हो यो 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 सहरमा भनेर हेर्दा सोध्दै जाँदाखेरि गुड भन्छौँ हामी, सक्खर भन्छौँ। त्यो सक्खर चाहिँ एकदम सस्तो पाएँ। हुँ। अनि केही सक्खर किनेर चाट्दै हुँ। मैले केही दिनहरू बिताएँ। अनि तपाईँको त्यो 15-20 दिन तपाईँले त्यो नचिनेको ठाउँमा, नयाँ ठाउँमा, सहरमा एक्लै बस्नुपर्ने होइन? अनि तपाईँको त्यो खानापिना कसरी जुटाउनुहुन्थ्यो तपाईँले? खानापिना चाहिँ अब त्यही केही पैसा, अब त्यो पैसा केही थियो। अब यहाँको जस्तो हामी प्रशस्त त चलाउन मिल्थेन। हुँ। अनि त्यसलाई लोभ गर्दै राख्दै साँच्दै अलिकति खाँदा हुन्छ भन्ने त्यसरी खाँदै गरेको थिएँ। एक दिन बस स्ट्यान्डमा सुतिरहेको बेलामा एकजना डुक्पा मध्येको पनि सारछोक हुँ। आउनुभयो। हुँ। अनि त यहाँ कहाँ सुतेको, तँलाई कसले मारेर खोलामा हालिदिन्छ, हुँ। उठ उठ भनेर भन्नुभयो उहाँको भाषामा। हुँ। अनि मैले चाहिँ जङ्खाबाट म यस्तो म दुःख पाएको भनेर मैले भने। हुँ। अनि उहाँले उठ उठ भन्नुभयो। उहाँले ठक्क ट्याक्सीभित्र हाल्नुभयो अनि उसको घरमा लिएर जानुभयो। अनि उहाँ चाहिँ मातेको हुनुहुन्थ्यो त्यति बेला। हुँ। अनि उहाँको घरमा उहाँ गएर सुतिहाल्नुभयो। म पनि त्यहाँ बेडिङ गेस लगाएर सुतेँ। हुँ। अनि उहाँले मलाई लिएर जानुभयो र भोलिपल्ट देखाउनु भयो, एउटा मन्दिरलाई देखाएर भन्नुभयो त्यो मन्दिरमा त भोलि भात लिएर आइज भरे पकाएर भनेर भन्नुभयो। मैले त्यो खाना मैले धेरै दिन नखाएको अथवा कम्ती खाएकोले गर्दाखेरि मैले मासु भात पकाएँ, उसको घरमा सबै कुरा गरेँ, उसलाई पनि आफूले पनि खाएँ। अनि लिएर उसकोमा गएर उसलाई पुर्याइदिएँ। कति दिन बस्नुभयो तपाईँ उसको घरमा त्यति बेला? उसको घरमा म थुप्रै दिन बसेँ। त्यो 5 तारिकसम्म बसेँ। अब यति दिनै भनेर मलाई अहिले याद छैन। जस 5 तारिक कुर्दासम्म त्यहीँ बस्नुभयो? त्यहीँ बसेँ। तर उसलाई मैले भने अन्तमा तैँले मलाई बस्न दिइस्, मैले तेरो घरमा खाएँ, के गर्नु भनेर उसलाई भन्दाखेरि अब त उता जाने रहेछस् त्यो इन्डियाको बोर्डरतिर, त्यहाँ बक्खु चाहिँदैन, यो मैले स्कुलको लागि किनेको बक्खु चाहिँ मलाई दे भनेर भन्नुभयो। उहाँलाई मैले त्यो दिएँ। अनि तपाईँ त्यो 5 दिन अथवा कति दिन त्यहाँ बस्नुभयो, त्यसपछि कामको लागि कसरी तपाईँ जोडिनुभयो त? कसरी त्यहाँ काम पाउनुभयो तपाईँ? त्यो 5 तारिक भनेर त त्यो सरकारले एउटा अफिस छ, मेन पावर अफिस भनेर भन्ने, त्यो पहिले नै मलाई सूचना थियो 5 तारिक। अनि 5 तारिक आइसकेपछि चाहिँ ती डुक्पा दाइले मलाई विभिन्न ठाउँमा काम खोजेर पनि दिनुभएको। तर अब सिम्पल काम। अनि मैले त्यो नगर्ने भएर 5 तारिकसम्म पर्खेर म मेन पावर गएँ। मेन पावरमा चाहिँ त्यो 5 तारिक चाहिँ म एकजना मात्रै होइन, धेरै भुटानका धेरै मान्छेहरू भनौँ न 150 जना मान्छेहरू चाहिँ त्यो अफिसमा गएका छन्। अनि त्यो अफिसमा चाहिँ जब हामीले उहाँहरूले एनाउन्स गर्नुभयो यहाँ कामको लिस्ट छ, तिमी कुन काम हेर्नु, कुन काम तिमीहरूको योग्य छ, कुन काम गर्न सक्छौ, कहाँ जाने ठाउँ, काम इत्यादि इत्यादि त्यो सबै त्यहाँ थियो। उहाँले त्यो भन्नुभएको थियो। अनि त्यही हेरेर हामीले त्यो एउटा कामको नाम ठाउँ लेखेपछि सबै कुरा त्यहाँ भइहाल्ने। अनि त्यो काम चाहिँ त्यहाँको नेपालीहरूले मात्रै पाउने काम थियो कि सबैले पाउने काम? कस्तो खालको काम? होइन, त्यो सबैले पाउने। त्यो डक्टरदेखि लगेर लेबरसम्मको त्यो लिस्ट रहेछ। सबै किसिमको कामहरू थियो त्यहाँ चाहिँ। अब मैले 5 पढेको छु, 5 पढेकालाई यस्तो काम छ भनेर उनीहरूले दिएको थिए। अनि त्यो 6 पढेकोलाई यस्तो भनेर दिएका थिए। भनेपछि त्यहाँ चाहिँ नेपाली, त्यहाँ स्थानीय सबै जोसुकैले पनि पाउने काम थियो। अनि तपाईँले के काम रोज्नुभयो त? मैले चाहिँ
मेरो दिमागमा अलिकति यहाँ मैले थपेँ मैले 17-18 वर्ष हुँदा मात्रै गाडी देखेको जुत्ता मैले लाएको अनि मेरो सपना चाहिँ के थियो भने म गाडी चलाउने गाडी बनाउने ठाउँमा जान्छु भनेर मैले सम्झेको थिएँ अनि त्यहाँ मैले त्यति बेला त्यही सोचेँ कि अब म चाहिँ मेकानिक हुन्छु मेकानिकको पद पनि खाली भनेर मैले मेकानिकको ठाउँमा अनि मेरो घरको नजिकतिर भनौँ न 2 दिन लाग्ने म 4 दिन लाग्ने टाढा छु भने 2 दिन लाग्ने टाढातिर मैले ठाउँ पनि त्यता मागे मेकानिकको काममा तपाईँ जानुभयो हजुर अनि गाडी बनाउनै पाउनुभयो कि अन्त अर्कै मेकानिक कस्तो खालको मेकानिक म त्यो जुन ठाउँबाट काम दिएँ त्यहाँ पेपर दिएर मलाई पठाइयो त्यहाँ 2 दिन जति टाढा बाटोमा म गएँ त्यहाँ जाँदाखेरि अफिसमा गएर मैले त्यो पेपरहरू जब दिएँ उहाँहरूले एक्सेप्ट गर्नुभयो तँलाई खाटियो फल्नु हस्टेलमा बस्नुपर्छ अनि उहाँहरूले सबै दिनुभयो त्यस पछाडि भोलिदेखि क्लास आउनु भन्नुभयो अनि मैले सम्झेँ अब क्लासमा राम्रो हुन्छ भनेर जब क्लासमा गयौँ अनि त्यहाँदेखि चाहिँ त्यहाँ पढाउन थाल्नुभयो पहिले चाहिँ फ्याक्ट्रीमा चाहिँ जहीँ तहीँ खतरा हुन्छ है भन्ने शब्द थियो क्या किनभने त्यो फ्याक्ट्री रहेछ त्यो सिमेन्ट फ्याक्ट्री रहेछ पेन्डेन सिमेन्ट अथोरिटी भनेर त्यसको नाम थियो अनि त्यो सुन्ने बित्तिकै खतरामा त के गर्ने अनि खतरा त जहीँसहीँ हुन्छ भनेर मेरो टिचरले बताउनु भयो अनि त्यो चाहिँ मैले त्यहाँ ट्रेनिङ दिनुपर्ने 1 वर्ष रहेछ 1 वर्ष ट्रेनिङ गर्दै बसेँ 1 वर्ष सकिएपछि पछाडि चाहिँ हामीलाई घर उपलब्ध भयो त्यो ट्रेनिङ सकेपछि पोस्ट उपलब्ध भयो अनि त्यहाँ चाहिँ मैले अर्को कुरा चाहिँ के भयो भनेदेखि त्यो मेकानिकमा चाहिँ मलाई गाडीको मेकानिक होइन यो मेसिनको मेकानिक गर्छ यो मेसिन त ठुल्ठुलो मेसिन हो तैँले धेरै पैसा पाउँछस् भनेर मलाई कन्भिन्स गर्नुभयो मेरो टिचरले क्या म चाहिँ गाडीको मेकानिक भनेर भनिरहेको थिएँ होइन रहेछ भनेर म बिचमा अलिक अटकट गर्दाखेरि टिचरले मलाई कन्भिन्स गर्नुभयो तँलाई त्यो यो काम गर्ने मान्छे त छैन अहिले अझ राम्रो हुन्छ यहाँ गर भनेर भन्नुभयो अनि त्यही मेकानिकतिर म लागेँ त्यही गर्न थालेँ अनि 1 वर्षको तालिमपछि तपाईँ चाहिँ मेकानिक हुनुभयो मेकानिक भन्दा पनि अब तुरुन्त त्यो ठाउँमा मेकानिक त होइन मेरो माथि पनि एउटा बोस मेरो मलाई सिकाउने मेकानिकको अन्डरमा बसेर काम गर्न थालेँ हजुर मेकानिक उहाँले मलाई सिकाउनुहुन्थ्यो हराउनुहुन्थ्यो मलाई गर्न मौका दिनुहुन्थ्यो त्यस्तो गर्नुहुन्थ्यो अनि तपाईँले त्यहाँ त्यो मेकानिकको अन्डरमा बसेर काम गर्नुभयो कति वर्ष जति गर्नुभयो उसको अन्डरमा यो उसको अन्डरमा त 1 वर्ष मात्रै गरेँ त्यसपछि आफै गर्न सक्नु उनीहरूले मलाई विश्वास गरेर अधिकार त अब आफै गर बना भनेर भन्नुभयो अनि 1 वर्ष अनि के गर्नु पर्थ्यो तपाईँले अब यो हजुरलाई मैले अघि नै भनिहालेँ त्यो सिमेन्ट फ्याक्ट्री हो सिमेन्ट फ्याक्ट्री भनेको माथिबाट धुलो बगिरहेको हुन्छ तलबाट पनि धुलै धुलो हुन्छ सिमेन्टहरुमा पनि धुलो हुन्छ अनि हाम्रो ड्रेसहरु पनि ग्रिस लागेको धुलो लागेको हुन्छ अनि त्यहाँ मैले थुप्रो वर्ष काम गरेँ लगभग मैले त्यहाँ 9.5 वर्ष काम गरेँ अनि तपाईले त्यहाँ 9.5 वर्षसम्म काम गर्दाखेरि तपाई घरमा कति पटक जानुभयो मैले ठक्कै म मेकानिकको तालिम सकेर मेकानिक दाइसँग जब काम गर्न थाले मैले त्यति बेलै मैले विवाह गरे विवाह गर्नुभयो त्यही विवाह भनेको होइन अब मन पराए कन्भिन्स गरे अनि मैले घरमा लिएर गएँ अनि घरमा चाहिँ म बार है दशैं तिहार भाइटिका इत्यादिमा गइरहन्थे अनि त्यो पालि चाहिँ पहिलो चोटि चाहिँ मैले मेरो श्रीमतीलाई लिएर मेरो गाउँमा गएँ
अनि तपाईँले त्यहाँ काम गर्न थालेको कति वर्षपछि तपाईँले त्यो बिहा गर्नुभयो? 2 वर्ष, लगभग वर्ष। 2 वर्ष हजुर। अनि त्यति बेला के थियो तपाईँको बिहा हुँदाखेरि लभ म्यारेज गर्ने थियो कि मागेर बिहा गर्ने चलन थियो? कस्तो खालको चलन हुन्थ्यो त्यतिखेर? होइन, त्यो हामी पाहाडमा अलिक यो ठाउँमा बसेको कारणले लभको कुरा चाहिँ थिएन, त्यति मलाई थाहा छैन। मागेरै बिहे गर्थे। तर मेरो पालामा चाहिँ म र मेरो श्री दाजु एउटै फ्याक्ट्रीमा काम गर्ने, घरिघरि एक अर्कासँग भेट भइरहने ठाउँमा भएको कारणले अनि उसको भाडाको घर र मेरो भाडाको घर पनि नजिक नजिक, अनि उसको बहिनीहरू राम्री देखेर दिल्लगीमै फल्नाकी बहिनी बिहे गर्नु पर्यो भनेर भनेको थिएँ। त्यति बेला उनीहरूले मलाई दिन्थे कि दिन्थेनन् थाहा छैन, तर उनीहरूको आफ्नै परिस्थिति चाहिँ नाजुक थियो। किनभने बुवा थिएनन्, एउटा दाजु थियो, 6-7 जना भाइ बहिनी थिए, अनि उनीहरूको आफ्नै परिवार हेर्न साह्रो। अनि त्यो छोरी कसैले लगेर विवाह गर्छ भने गरोस् भनेर उनीहरूको मनस्थिति भएको कारणले हल्लामा अब यसो भनेका रहेछौ, बिहा गर्ने भने ठिक छ, हामीले नाइनास्ती गरेका छैनौँ भन्न थालेपछि हाम्रो सम्बन्ध अलिक बढ्यो। त्यस पछाडि मैले भुटान लिएर गएँ। अनि त्योभन्दा बिहा गर्नुभन्दा अगाडि कसरी मन पराउनु भएको थियो तपाईँले? त्यो चाहिँ मन पराएको थिएँ, तर हजुर त्यसरी मन पराउँदाको सबै कुरा आफ्नो नहुँदो रहेछ। त्यति बेला अलिकति अब जातिपातीको कारणले उसले मन पराए पनि मैले मन पराए पनि समाजले नमन पराउँदो रहेछ। अनि बाध्यतावश उहाँले पनि आफै बिहे गर्नुभयो, मैले पनि म पनि त्यो तालिममा आएको बेलामा उहाँलाई अब लामो ग्याप भयो। अनि छोरी बढ्दै गएपछि त्यहाँका बाबुआमाले छिटो बिहे गर्ने चलन थियो। कसैलाई चाहिँ मन पराएकै थिएँ। तर चाहिँ अब मन पराएर सबै कुरो पाइँदैन भन्ने हजुरमा चाहिँ तपाईँ त्यहाँनिर अड्किनु भयो। हजुर, ठिकै छ। अब तपाईँको त्यो बिहाको प्रचलनको कुरा गरौँ अलिकति। तपाईँको बिहा गर्दाखेरि त्यहाँ पहिला नेपालीहरूलाई त्यहाँको भोटेहरूसँग बिहा गर्दाखेरि पैसा दिने, घर जग्गा दिने त्यस्तो चलन पनि थियो अरे। खास के हो त्यो चाहिँ अलिकति सुनाइदिनुहोस्। जति बेला मेरो विवाह भयो त्यति बेला चाहिँ थिएन, तर सरकारको पनि एउटा पोलिसी होला, दुईटै आफ्नै देशका जनताहरू एक अर्कामा भाषा मिलाउनको लागि, त्यो लुगा मिलाउनको लागि होला। उहाँले यस्तो प्लान ल्याउनु भएको थियो कि डुक्पाको छोरी नेपालीले बिहे गर्यो भने, नेपालीको छोरी डुक्पाले बिहे गर्यो भने 1000 पैसा, एकल गोरु, अनि अलिक कहिले त जमिन पनि दिने कुरा पनि थियो। अनि यसरी दिँदै पनि थियो। पछाडि चाहिँ अलिक त्यो पैसाको लालचले गर्दाखेरि, विभिन्न कुराले गर्दाखेरि उहाँले त्यति साह्रो त्यो कुरा चाहिँ कन्टिन्यू बसेन छ। किनभने त्यो मान्छेले सही काम गरेन, नराम्रो काम गर्यो, 1-2 दिन बिहे गरेर छोड्ने, अनि त्यो सरकारले चाहेको जस्तो अगाडि बढाउन सकेन। अनि त्यो नेपालीले त्यहाँका स्थानीय जोङ्खाहरूलाई बिहा गर्दाखेरि त्यो दिने जुन त्यहाँको पैसा दिने, जमिन दिने चलन छ भन्नुभयो नि त अहिले। त्यो लामो समय टिकेन पनि भन्नुभयो। के कारणले गर्दाखेरि त्यो नटिकेको रहेछ? केही जानकारी? त्यो नटिकेको कारण चाहिँ के हो भने सरकारले गरेको चाहिँ राम्रै हो, तर त्यहाँ मानिसहरू, जो विवाह गर्ने मानिसहरू इमान्दार भएनन्। तिनीहरूले चाहिँ सरकारको नियमअनुसार सरकारले चाहिँ सुरुदेखि भविष्यसम्म होस् त्यो परिवारको भनेको थियो। उनीहरूले चाहिँ कमाउने धन्दा त्यहाँ गरेपछि चाहिँ सरकारले त्यसलाई बन्द गर्नुभयो। भनेपछि मान्छेहरूले बिहा गरेछु भनेर गलत तरिकाले त्यसलाई प्रयोग गरे। हजुर, यतिसम्म पनि भयो कि एउटाको बुढी अर्काले बिहे गर्ने, लाने, अनि अर्काको बुढी अर्काले लाने, अनि त्यसमा चाहिँ फेरि
पछाडि पाइसकेपछि फेरि आफ्नो गराउने आफ्नो गराउनेसम्म भयो भनेर सुनिएको सुन्नमा हजुर जस्तै विकृतिको रूपमा आयो विकृतिको रूपमा आयो त्यसले अनि गर्दाखेरि सरकारले बन्द गरिदियो त्यो कुरा चाहिँ बन्द गरिदियो अनि त्यो त भयो सरकारले दिने पैसा बिहा गर्दाखेरि पछि पनि नेपाली र ती जोङ्खाहरूको बिचमा बिहा यस्तो हुने चलन पछिसम्म पनि थियो तर पैसा बिना आफ्नो खुसीले अँ। गर्यो भने सरकारले त्यसलाई चाहिँ प्रोत्साहनै गर्थ्यो पछि पनि बिहा चाहिँ कायमै रह्यो कहिले गरिरहे नेपाली र उनीहरूको बिचमा चाहिँ भइरह्यो अब कतिजना नेपालीहरू चाहिँ पछाडिको कुरा चाहिँ हामीले गर्दैछौँ माथि उत्तर भुटानतिर गए त्यतै काम गरे विभिन्न पोस्टमा अनि त्यतैको केटी पे गरे बुट्टिसहरू कोही भोटेहरू चाहिँ तल नेपालीको ठाउँमा आए यतै काम गरे यतै बिहे गरे यस्तो चलन थियो पछि पनि त्यो चलन चाहिँ अलिअलि चलिरह्यो अनि त्यतिखेर त्यहाँ नेपालीहरू त थुप्रै भइसकेको अनि नेपालीहरूले कस्ता कस्ता चाडबाड मनाउँथे त त्यहाँ चाडबाड चाहिँ दसैँ तिहार अनि चैते दसैँ साउने सङ्क्रान्ति तर त्यहाँको मनाइको चलन चाहिँ अलिकति अहिलेको भन्दा जे कुरा पनि अहिलेको भन्दा त्यो धेरै फरक थियो त्यो अलिक भिन्दै थियो कसरी मनाउनुहुन्थ्यो अलिकति सुनाइदिनुहोस् न मैले दसैँको बारेमा हजुरलाई भने दसैँको बारेमा चाहिँ के थियो भनेदेखि त्यो 10 दिन दसैँ भनेर भन्थे दुर्गाको पूजा गर्थे अनि दुर्गा पूजामा चाहिँ के गर्थे भनेदेखि यो खसी बनाएर राख्थे त्यो खसी अनि 9वटा जनावर 9 भवानीलाई भनेर भन्थे 9वटा जनावरलाई खुट्टा लाएर सिङ लाएर राख्थे अनि नवमीको दिन त्यसलाई काट्थे अनि त्यो काटेको दिन चाहिँ त्यो खसीको रगत चाहिँ त्यहाँ भुइँमा हुन्थ्यो खसी त्यहाँ लडिरहेको हुन्थ्यो मान्छेले हातले खुट्टाले लगाएर घर अगाडि त्यो छाप लाउँथे त्यो चाहिँ दसैँमा अब सम्झनाको लागि हो कि यो वर्ष बाँच्यो अर्को वर्ष के हो भनेर हो कि मलाई थाहा छैन त्यो चलन छँदै थियो अनि दशमीको दिन चाहिँ बुवा आमाले पहिले जेठा छोरालाई हामी छोराछोरी धेरै हुन्थ्यौँ जेठा छोरालाई माइलो छोरालाई अनि त्यो हुँदै क्रम त्यो जन्मक्रमको अनुसार उहाँहरूले टिका लगाइदिन्थे अनि त्यति बेला हजुरलाई अलिक दुःखको कुरा भन्ने कुरा के छ भनेदेखि त्यति बेला हामीले हाम्रो बुवा आमाको अवस्थाले होला हामीलाई लुगा फाटा त्यति किन्ने दसैँ आएपछि नयाँ लुगा लाउन पाइन्थ्यो अनि एउटा कसैलाई सर्ट माथिको कसैलाई मुनिको प्यान्ट कसैले अब त्यो अलिक ठुला त दुइटै पनि पाउँथे सानालाई चाहिँ त्यस्तो हुन्थ्यो अनि तपाईँलाई एउटा कुरा जान्न मन लाग्यो जस्तै तपाईँले भोटेहरूसँग नेपालीले बिहा गर्थे नेपालीहरूसँग भोटेले बिहा गर्थे भन्नुभयो ती भोटे र नेपाली बिहा गरेकाहरूले पनि नेपाली चाडबाड मनाउँथे केही सम्झना छ त हामीसँग चाहिँ छैन तर त्यो मनाउँथे उनीहरू आउँदाखेरि बरु हामी भोटेको त्यति चाडबाड अब छेचु के हुन्छ त्यो त नाचगानको कुरा मात्रै हो तर उनीहरू आएर मनाउँथे उनीहरू पनि आउँथे त्यस्तो चाडबाड अनि तपाईँ जस्तै बिहा गरेर तपाईँ नेपाल त्यहाँ घरमा लिएर आउनुभयो होइन सबै गर्नुभयो अनि त्यस तपाईँ फेरि फर्केर उतै जानुभयो काममै फर्किनु भयो होइन तपाईँ हजुर अनि तपाईँको आफ्नो परिवार लिएर फेरि उतै फर्किनु भयो हजुर अनि त्यहाँ कति वर्ष काम गर्नुभयो तपाईँ फर्किएपछि फेरि म बिहा गरे पछाडि बुवाले वहीँ चिराङमा बिहा गरिदिनु भयो बिहा गरेपछि म गम्टु आएँ त्यो बोर्डर हो इन्डियाको बोर्डर अनि त्यहाँ चाहिँ मैले नोकरी लगभग 10 वर्ष करिब गरेँ अनि 9.5 वर्ष गरेँ होला जब 9.5 वर्ष काम गरेँ अनि त्यहाँ चाहिँ अब के थियो भने अब मलाई अघि मैले भने कि अंश बन्नमा पनि अलिकति म पढ्ने पनि भएर कम्ती गरिदिएको कारणले मैले चाहिँ कमाउनु पर्छ मैले चाहिँ पछाडि जोड्नु पर्छ भनेर मैले पैसा रुपियाँ चाहिँ जम्मा गर्न थालेको थिएँ क्या त्यो ब्याङ्कमा राख्नुहुन्थ्यो ब्याङ्कमा राख्ने गरिराखेको थिएँ
ब्याङ्कमा राख्दै गर्दै गर्दै गर्दाखेरि त्यति 9 वर्ष त्यति बेलाको समयमा 1.5 लाख रुपियाँ जति चाहिँ मैले ब्याङ्कमा जम्मा गरिसकेको थिएँ, भनेपछि धेरै पैसा तपाईँले जम्मा गर्नुभएको रहेछ। गरेको थिएँ। अनि तपाईँले त्यति बेला जग्गा यताउता कतै केही जोड्ने चाहिँ गर्नु भएन? मेरो टार्गेट थियो 10 वर्ष नोकरी गर्ने, त्यस पछाडि नोकरी छोडेर जमिन किन्ने अथवा अलिक टाउनतिर बस्ने भनेर थियो, तर त्यो गर्नै पाइएन। अनि 9 वर्षसम्म काम गर्नुभयो, त्यसपछि के भयो? त्यस पछाडि चाहिँ भुटानमा आन्दोलन सुरु भयो। आन्दोलन भनेको अब हजुरलाई थाहा छ, टेकनाथ रिजाल यता नेपालमा आएर बस्नु, जोगेन गजमेर, रतन गजमेर, यिनीहरू चाहिँ भयङ्कर पढा लेखा मान्छेहरू हुन्। यिनीहरूले कहाँबाट आन्दोलन सुरु गरेछन्। अब त्यो आन्दोलनमा हामी चाहिँ भागीदार भइयो। अब भागीदार भनेको मतलब अब उनीहरूले जे भन्छन्, जे गर भन्छन् त्यति गर्न थाले जनताले। मैले होइन, मैले मात्रै होइन, सबै मान्छेले त्यो उनीहरूले जे भनेर तलबाट खबर पठाइदिन्छन् त्यही माथि गरे। त्यसले गर्दा आन्दोलन भएपछि भुटान सरकार र नेपालीको बिचमा मिसअन्डरस्ट्यान्डिङ सुरु भयो। अनि तपाईँहरू त त्यो अब कम्पनीमा काम गर्ने मान्छे, त्यो चाहिँ कम्पनी बन्द भएर आन्दोलनतिर जानुभयो कि तपाईँ कम्पनी चल्दै पनि आन्दोलनमा सहभागी हुनुभएको? त्यो बोर्डरमा भएको कारणले गर्दाखेरि त्यो फ्याक्ट्री राम्रो चलिरहेको थियो, राम्रो उन्नति दिइरहेको थियो। तर त्यो आन्दोलन भएको कारणले गर्दा त्यहाँका ठुला अफिसरले, डाइरेक्टरले नेपालीको इतिहास बताइदिनुहुन्थ्यो। नेपालीहरू कहिले नहार्ने, जहिले उहाँहरूले जितेको छ भनेर भन्नुहुन्थ्यो। भोलिपल्ट नेपालीहरू 15-20 जना भागे अरे क्याम्पबाट भन्थे। अनि जवानहरू सबै भागेर गइसके, आन्दोलनमा हुन थाल्यो। अनि हामी चाहिँ त्यो बोर्डर अथवा त्यो आन्दोलन गर्ने क्याम्पको छेउमा भएको कारणले हामीमा हरेक दिन खबर आइपुग्थ्यो, पम्पलेटहरू आइपुग्थ्यो, खबरै आइपुग्थ्यो। अनि त्यसरी हामी त्यहाँ गरिराखेको कारणले गर्दाखेरि हामीलाई चाहिँ असर पर्न थाल्यो। यता सरकारले पनि अब यो नेपाली भनेर नराम्रो नजरले हेर्छ। अलिकति नचिनेको मान्छेलाई सँग बात मार्दाखेरि पनि त्यो को हो भनेर सोधीखोजी गर्छ। अब उता पनि अब कि पैसा दे कि के आइज भन्छ। अनि दुइटै कुरा अब सबै सधैँ उनीहरूलाई पैसा दिन पनि नसक्ने। त्यो कारणले हामीले चाहिँ बिस्तारै हामी नेपालीको आन्दोलनपट्टि हामी ढल्क्यौँ। त्यस पछाडि चाहिँ आन्दोलनले चाहिँ उग्र रूप लियो। त्यो भुटानको विभिन्न जग्गामा उनीहरू प्रवेश गरेर विजय मनाउन थाले। त्यस पछाडि चाहिँ म पनि त्यो आन्दोलन गरेको ठाउँमा त्यो गएको थिएँ। पुलिस असहायहरूले पनि त्यहाँ ठक्कै लु तपाईँहरूले गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर असहायहरूले पनि भने। बेलुका सहयोगहरू पैसा दिएर टन्न अब भित्र पसिसकेको आन्दोलनलाई जितोस् भनेर पैसा सैसा दिएर हामी जब फर्केर घरमा आयौँ, त्यही रातै नै त्यहाँ नेपालीले त्यो भोटे असहायलाई काटेछन्। त्यहाँदेखि बन्दुक चल्न थाल्यो, राइफल चल्न थाल्यो। सबै नेपालीहरू इन्डियातिर भागेर गइहाले। हामी त घरमै थियौँ। भोलिपल्ट त्यो लास लिएर यताउता कराउन थाले। ल अब हामीलाई मार्ने रहेछ, डरै डर भयो, मार्ने रहेछ भनेर म चाहिँ चिया बारीको बाटो साइकल लिएर भागेँ। अनि तपाईँको परिवार त्यही हुनुहुन्थ्यो? त्यति बेला मैले पानी ट्याङ्की छेउमा लिएर राखेको थिएँ। अब डर भनेको सबैभन्दा ठुलो, सबैभन्दा नजिकको साथी भनेको बाबामा भन्दा नि परिवार हुँदो रहेछ। अनि पानी ट्याङ्कीमा कसैलाई भोटेले नलैजाओस्, अब त्यहाँ विभिन्न कुराहरू सुनिएको थियो, बलात्कार गर्छ, लान्छ भनेर। अनि अलग लिएर राखेको थिएँ। अनि कोही परिवार पनि नभएको, म एक्लै भागेर गएपछि अब गेटबाट आउने कुरा पनि भएन। अनि त्यो आन्दोलनमा गएर हामी चाहिँ बस्न थाल्यौँ। तपाईँ आन्दोलनमा सहभागी हुनुभयो? अनि आन्दोलन गर्दाखेरि के इन्डियातिर बसेर आन्दोलन गर्नुहुन्थ्यो कि भुटानमै बसेर? होइन, इन्डियामा बसेर माथिका मान्छेलाई कन्भिन्स गर्ने, इन्डियामा बसेर माथि गएर कोही बेला विद्रोह गर्ने, बेला बेलामा उता जाने अनि उनीहरूसँग कुरा गर्ने।
अनि तल आउने त्यति हो। अनि कति लामो समय तपाईँ त्यो आन्दोलनमा सहभागी हुनुभयो? आन्दोलन चाहिँ को एकदम भव्य हुँदाखेरि म त्यहाँ पुगेको छु। जब आन्दोलन सेलाएर अन्तिम भयो, अन्तिमसम्म पनि म त्यहाँ थिएँ। अनि त्यो बिचमा चाहिँ तपाईँ कति 2-3 वर्ष तपाईँ आन्दोलनमा सहभागी हुनुभयो? लगभग 2.5-3 वर्ष। 3 वर्ष। हजुर। अनि त्यो आन्दोलनमा चाहिँ तपाईँ सुरुमा जस्तो एकदमै आन्दोलन बढेको बेलामा पुगे भन्नुभयो, त्यो बढेको बेलामा नेपालीहरूले के त्यहाँ सबै त्यहाँका भुटानीहरूको अफिसहरू कब्जा गर्ने, सबै गर्ने त्यस्तो भइरहेको थियो? के थियो? त्यसरी त सकेनन्। ठाउँ ठाउँ आएर जुलुस गर्ने, विभिन्न यो गर्ने भएको थियो। त्यो अफिसहरू नै कब्जा गर्न त सकेन। त्यहाँदेखि चाहिँ त्यो गर अफिस होइन, विभिन्न ठाउँमा खबर पठाउने, पम्पलेट पठाउने, कन्भिन्स गर्ने, मान्छेलाई जागृत गराउन खोज्ने, त्यस्तो थियो। अनि तपाईँको त्यो आन्दोलनमा चाहिँ सबै नेपालीहरू सहभागी थिए कि के विभाजन भएको थियो नेपालीहरूको? यसमा चाहिँ मैले भन्नु पर्दाखेरि नेपालीहरू चाहिँ त्यो विभाजन भएको थिए। अनि अहिले पनि विभाजन भएर नै हामी जो जति निक्ल्यौँ यहाँ छौँ, अनि जो जति भुटानमा छन् नेपाली छन्। उहाँहरू चाहिँ सरकारको पक्षमा हुनुहुन्छ, उतै हुनुहुन्छ? उहाँहरूलाई सरकारको पक्षमा नभनौँ, आन्दोलनको पक्षमा, उनीहरू अन्जान व्यक्तिहरू हो। उहाँहरूले त्यसो आन्दोलन गरे मतलबै थिएन, आफ्नो गरी खाने बस्ने, गरी खान पर्ने थियो, त्यो छ। अनि हजुरलाई मैले अर्को कुरा के भन्नुपर्छ भनेदेखि, म निक्लिनको मेन कारण चाहिँ एक दिन गम्टुको एकदम यसमा मान्छेको 2टा टाउको लिएर फ्याँकिएको रहेछ। के थियो? इन्डियाको भुटानको रोडमा, इन्डियाको बोर्डरैदेखि भुटानपट्टि। अनि त्यो दिन चाहिँ शनिबार थियो। त्यहाँको पुलिसहरूले सबै मान्छेलाई बोलाएर सोधियो, कसैको हो कसैको मान्छेको हो, यो नजर चिन भनेर भन्यो। अन्तमा पत्ता लागेछ त्यो 2जना व्यक्तिको। त्यो त्यहाँका अलिक सरकारपट्टि लागेर काम गर्ने मान्छेहरू छन्, उनीहरूको त्यो पार्टीले लिएर काटेर त्यहाँ पठाइदिएको रहेछ, डर देखाएको रहेछ। त्यही डरको कारण म चाहिँ भुटानबाट निक्लेर इन्डिया पसेँ। भनेपछि ती सुराकीहरू रहेछन् आन्दोलनको बारेमा सुराकी गर्ने? हाम्रो भाषामा चाहिँ चम्चा भन्थे। चम्चा भन्थे। अनि तपाईँले त्यहाँबाट निस्कने बेलामा तपाईँले आफ्नो बचत गरेको पैसाहरू लिएर हिँड्न पाउनुभयो कि? त्यो त सरकारले जब आन्दोलन सुरु भयो, म भित्र बसिरहेको थिएँ। सरकारले 500 रुपियाँ निकाल्दाखेरि पुलिसको साइन चाहिन्छ, अनि त्यहाँ डाइरेक्टरको साइन चाहिन्छ काम गर्ने ठाउँको। 5 दिँदैन, 200 लैजा भन्छ। अनि किन यसो गरेको भनेर हामीले प्रश्न गर्दाखेरि चाहिँ मैले यसो भन्नुहुन्थ्यो, तिमीले पार्टीलाई सहयोग गर्नको लागि, पार्टीलाई उचाल्नको लागि गरेको, आउँदैन पैसा भन्नुहुन्थ्यो, दिनुहुन्थेन। अनि मलाई त्यो पैसा दिनु भएन। 1.5 लाख रुपियाँ मेरो भुटानलाई ऋण छ। अब पछाडि गएर ल्याउँला भनेको थिएँ, अहिले यहाँ आइपुगेको छु। अब त्यो भुटानलाई सहयोगै भयो भन्नु पर्यो। भनेपछि तपाईँले 8-9 वर्ष काम गरेर बचत गरेको पैसा चाहिँ त्यहीँ छोडेर हिँड्नु पर्यो? त्यहीँ छोडेर हिँड्नु। अनि तपाईँले त्यो आन्दोलनमा 3-4 वर्षसम्म तपाईँले आफ्नो परिवार त यता ल्याएर राख्नु भएको थियो। अनि त्यो 3-4 वर्षमा तपाईँको दैनिक जीवन कसरी चल्यो त? परिवारलाई कसरी तपाईँले सहयोग गर्नुभयो? त्यो पैसा आम्दानी त हुन्थेन होला त आन्दोलनमा हिँड्दाखेरि? मेरो जीवन कसरी चल्थ्यो त्यति बेला? मेरो परिवार चाहिँ 2जना छोरीहरू भइसकेका थिए त्यति बेला। अनि त्यति बेला चाहिँ एकजना पास्टर, माक्रापाडाको पास्टर पिटर छेत्रीको घरमा त्यहाँ राखेँ। त्यहाँ चाहिँ उसले धेरै काम गर्थ्यो, बोर्डिङ स्कुल पनि थियो त्यो। अनि त्यहाँ चाहिँ धेरै काम गर्नुपर्ने। उसले नसकेर म भुटान जान्छु भनिन्। अनि उसको दाजुले आएर भुटान लिएर जानुभयो। जब भुटान लिएर जानुभयो, म त अलिक त्यहाँका भनौँ न त्यहाँका नेताहरूसँग अलिक नजिक भएँ। राम्रो उनीहरूले मलाई राम्रो गर्न थाले, विभिन्न ठाउँमा लान थाले। अनि म चाहिँ यस्तो गरेँ कि इन्डियाको पार्टीका नेताहरू
भुटानको पार्टी दुईटैसँग संलग्न सम्बन्ध भयो तपाईँको। हजुर। अनि मलाई दुईटैले राम्रो गर्ने भएको कारणले गर्दाखेरि मलाई बस्न खान परेन। लुगाफाटा कहिलेकाहीँ कसैलाई भनिहाल्यो भने दिइ पनि हाल्थे, त्यस्तो केही दुःख थिएन। अनि यो चाहिँ मैले लगभग 3 वर्ष बुढी भुटान बसुन्जेलसम्म म क्याम्प चाहिँ सुरु भइसकेको थियो। अनि म चाहिँ आइन, क्याम्पमा आइन, म त्यहीँ नै बसिरहेँ। उहाँहरूसँग नै के पार्टीको अब विभिन्न कुराहरू गर्दै बस्दै रहेँ। क्याम्प भन्नाले चाहिँ त्यहाँ भुटान शरणार्थीहरू क्याम्प चाहिँ सुरु भइसकेको थियो। हजुर, नेपालमा शरणार्थीको काम सुरु भइसकेको थियो। मेरो श्रीमतीले चाहिँ म नेपाल जाँदिनँ, मेरो नानीहरू सानो छन्, त्यहाँ गयो भने दिनै पछि मान्छेहरू धेर नानीहरू मर्दैछन् अरे भनेर उहाँ नआएर भुटान जानुभएको। अनि तपाईँ फेरि यता आउँदिन भनेर बस्नु भएको थियो, के कारणले तपाईँलाई यता आउन त्यस्तो खालको बाध्यता के रह्यो? भुटानबाट एकजना मान्छे त्यो क्याम्पमा पठाइएको रहेछ। ऊ चाहिँ चम्चा रहेछ, तर त्यहाँ उसले चाहिँ आएर सबै व्यक्तिहरूसँग राम्रो नरम भएर बात मार्नुभयो। उनीहरूलाई चाहिँ त्यो आर्मी भनेर स्पेसल आर्म्सहरू दिएको थियो, त्यो आर्म्स लिएर भुटान पुग्नु भएछ। अनि मेरो सालो आर्मी थियो, मेरो बुढी त्यहाँ छ भनेर त्यो कुरा जब लिक हुन थाल्यो भुटानमा, तपाईले सबै सुनाउनु भयो उलाई? मैले उहाँलाई सुनाएको थिएँ। अब बिचारा दुःख पाएर आएको भनेर भन्नुभयो। अनि त्यो कुरा उहाँ पनि भयो। अर्को चाहिँ मेरो नानीहरू पढ्न पाएनन् माथि, किनभने म बाउ नै थिइनँ त्यहाँ। अनि अब के चाहिँ गर्नुपर्छ भनेर भन्दाखेरि उहाँ तल आइन्। अनि मैले एउटै उपाय भने उहाँलाई, हामी चाहिँ क्याम्प जानुपर्छ, मैले तिमीलाई यहाँ राखेर पाल्न सक्दिनँ, नानीहरू हेर्न सक्दिनँ, क्याम्प जानुपर्छ, क्याम्पमा जे हुन्छ सबैको भएको ठाउँमा हुन्छ भन्दा उहाँ कन्भिन्स भएपछि हामी क्याम्पतिर लाग्ने। अनि त्यसपछि तपाईँको परिवार भुटानबाट लिएर नेपालको क्याम्पतिर लाग्नुभयो? हजुर। अनि त्यहाँबाट क्याम्प आउनलाई कति दिन जति लाग्यो तपाईँहरूलाई? हामी चाहिँ फुन्चेलिङ, भुटानको बोर्डर अर्को बोर्डर चाहिँ फुन्चेलिङ हो। अनि फुन्चेलिङमा माथिबाट थिम्पू राजधानीबाट आइन्। अनि त्यहाँ हामी एक दिन बस्यौँ, सल्लाह गऱ्यौँ। अनि हामीलाई डकुमेन्ट्सको एकदम जरुरी पर्थ्यो त्यो क्याम्पमा आउनको लागि। अनि डकुमेन्ट चाहिन्छ भनेपछि मेरो श्रीमतीको के अरे ट्राभल डकुमेन्ट्स माथिबाट मगाएर, कसैलाई मगाएर त्यहाँदेखि लिएर अनि त्यहीबाट हामी नेपाल बोर्डरमा चाहिँ एकै दिनमा आइपुगिन्थ्यो। त्यहाँदेखि एकै दिनमा आइपुगिन्थ्यो, एउटै गाडीले ल्याइपुग्थ्यो। अनि तपाईँहरू त्यहाँबाट सबैजना आइसकेपछि नेपालतिर छिर्ने बेलामा त त्यहाँ त युएनएचआरको अफिसहरू थियो होला, त्यतिकै सजिलै छिर्न दिँदैन थियो होला, कस्तो थियो प्रक्रिया त्यहाँ नेपालतिर छिर्ने? हामी आउने बेलामा चाहिँ धेरै मान्छेहरू चाहिँ अनागरिकता, अभुटानीहरू भनौँ न, हरू पनि छिर्न थालेको रहेछ। अनि त्यहाँको चेक जाँच चाहिँ स्ट्रिक्ट गरेको थियो। अनि हामी चाहिँ जब नेपालमा आइपुग्यौँ त्यति बेला चाहिँ ठ्याक्कै त्यो युएनएचआरको मान्छे चाहिँ थिएन। अनि त्यहाँको पुलिसहरूले त्यो बगर के अरे चौरमा गएर बस, सुत्दाखेरि त्यतै उँधो कहीँ सुत्नु भनेर भन्नुभएको थियो। अनि हामीले भाँडा किन्यौँ, के गर्यौँ, भात खायौँ। 3 दिनसम्म हामी त्यहाँ बस्यौँ, बोर्डरमै बस्यौँ। अनि हामी चाहिँ के गर्यौँ भने अब हामी चाहिँ जसले पनि त्यो कुरा सुनाउने तिमीहरूलाई फर्काउँछ, तिमीहरूको कागजपत्र छैन, अरू मान्छे आए भुटानको पुरा नागरिकता आइडी कार्डहरू लिएर आएका हुन्छन्। त्यहाँ थुप्रै मान्छे भइसके, 4-5 गाडी, सबैको त्यस्तो छ, हाम्रो छैन। अनि बुढी र म चाहिँ सल्लाह गर्ने, यसो भन्नु र तिमी यसो भन, म यसो भन्छु। सल्लाह गर्दा 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 जब अन्तिम दिन आयो, हाम्रो सल्लाहले केही भएन त्यहाँ। जब उहाँहरूले बोलाउनु भयो, मेरो श्रीमतीलाई अर्कै ठाउँ, मलाई अर्कै ठाउँ, मेरो ठुली छोरी बोल्न सक्ने थियो, उसलाई अर्कै ठाउँ राखेर, पुलिससँग राखेर अनि हामीलाई बोलायो। मलाई बोलायो, के भनेर सोध्नुभयो, हाम्रो यस्तो यस्तो हो भनेर भन्यौँ। मैले जे भने, अनि मिलेको कुरा चाहिँ एउटै मात्रै कि तेरो बुढाको घर त गम्टुमा बसेर तिमीहरूले नोकरी गर्यो भन्यौ, सिमेन्ट फ्याक्ट्रीमा काम गर्यो भन्यौ, तेरो बुढाको घरमा गइसक्यो नि भन्दा गएँ। तेरो बुढाको बाउको घर कस्तो छ भन्दा ढुङ्गा माटाको 2 तले छ।
अनि त्यति बेला चाहिँ मेरो घर जलिवरी 3 तले बनाइसकिएको थियो क्या। ए तपाईको 3 तले भइसकेको थियो घर 2 तले भइसकेको थियो भन्न चाहिँ मैले 2 तले भनिहालेँ। अब उनीहरूले रेकर्ड गरेर राखेको गर्दो रहेछ। मेरो श्रीमतीलाई सोद्धाखेरि पनि ठ्याक्कै भने अब नानीले के सोध्यो के भने थाहा भएन सानै थियो। तर तपाईको श्रीमतीको कुरो चाहिँ त्यहाँनिर ठोकियो त्यहाँ मिलेपछि चाहिँ ठिक छ। अनि हामीलाई चाहिँ फल्नो ठाउँमा जानु तिमीहरूलाई सबै कुरा छ भनेर हामीलाई पठाउनु भयो। अनि तपाईहरुको सबैको डकुमेन्ट हुने तपाईको चाहिँ डकुमेन्ट के कारणले भएन के थियो सर? मैले हजुरलाई पहिले नै भनिहालेँ मेरो श्रीमतीहरुको पटिको आमा बाउपटिको नागरिकता होइन उनीहरू लापरवाही भुटानका हुन् तर यताउता भएर बाउ पहिले मरेर कसैले केही ठिक नगर्ने केही पनि बनेको थिएन। मपट्टि सबै कुरा थियो। मैले हजुरलाई अघि भने म अचानक हल्ला हुँदै साइकल लिएर काटेँ। अनि मेरो जे जति छ त्यही छोडियो पैसा रुपियाँ धन भाडा कुँडा सबै कागजपत्र छोडेर त्यसकारण तपाईसँग डकुमेन्ट छैन। जस तपाईँ चाहिँ त्यहाँ छोटा-छोटै सबैले अन्तर्वार्ता लिएर सबैले सोधपुछ गरेर नेपाल छिर्न चाहिँ पाउनुभयो। पाएँ। त्यसपछि नेपाल छिर्नुभयो। नेपाल आएँ। नेपालको कुन्नाबारी क्याम्पमा सेक्टर सी को 50 नम्बर हटमा हामीलाई दिएको। तपाईहरु त्यहाँ जा भने तपाईहरुलाई त्यहाँ जानुभयो तपाईहरु। हजुर। ल तपाईलाई चाहिँ यो आजको यो कार्यक्रममा आइदिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद। धेरै आफ्ना कुराहरु सुनाइदिनु भयो आफ्ना विचारहरु राख्दिनु भयो। यसपछि तपाई खुदनाबारीबाट नेपालको शरणार्थी क्याम्पमा तपाई बसेको अनुभव र त्यसपछि तपाई क्यानाडा आउँदासम्मको अनुभव र क्यानाडा बस्दाखेरिको अनुभवको बारेमा हामी फेरि अर्को एपिसोडमा अर्को अङ्कमा तपाईसँग कुराकानी गर्नेछौँ। आइदिनु भयो यसका लागि तपाईलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद। मेरो जे जति भित्र मनमा थिए कसैलाई भनौँ कसैलाई पोखाउँ भइरहेको थिए हजुरले यो मौका दिनुभयो। यो मौकाको लागि हजुरलाई लाखौं कोटी धन्यवाद छ। ल दर्शकवृन्द उहाँ हुनुहुन्थ्यो रामलाल घिमिरे र उहाँसँग हामीले आज उहाँले भुटानमा बिताएका जीवनहरू र उहाँले गरेका सङ्घर्ष र नेपाल कसरी आइपुग्नुभयो भन्ने विषयमा कुराकानी गऱ्यौँ। कार्यक्रम हेरेपछि तपाईहरुलाई कार्यक्रम कस्तो लाग्छ अनि कार्यक्रमको बारेमा सल्लाह सुझाव दिन नबिर्सनुहोला र कार्यक्रमलाई लाइक अनि सब्स्क्राइब पनि गरेर सहयोग गरिदिनु होला। अहिलेलाई बिदा दिनुहोस्। नमस्ते। नमस्ते।